क्रिकेट प्रेमीहरूको लागि एकदम खुसीको कुरा। आज 2026 T20 वर्ल्ड कपको समूह विभाजन तथा खेल तालिका सार्वजनिक भएको छ र हाम्रो नेपालको गेम चाहिँ फेब्रुअरी 8 मा छ। 8 देखि सुरु छ समूह स्तरको गेमहरू र नेपाल चाहिँ ग्रुप सी मा परेको छ। नेपालसँगै ग्रुप सी मा चाहिँ इङ्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र इटाली रहेका छन् भने नेपालको पहिलो गेम फेब्रुअरी 8 मा इङ्ल्यान्डसँग छ। दोस्रो गेम फेब्रुअरी 12 मा इटालीसँग छ भने तेस्रो गेम फेब्रुअरी 15 मा वेस्ट इन्डिजसँग छ र समूह चरणको लास्ट गेम फेब्रुअरी 17 मा बङ्गलादेशसँग रहेको छ। र यिनी चारवटै खेल चाहिँ नेपालका चारवटै खेल भारतको मुम्बई स्थित वानखेडे स्टेडियम, जुन चर्चित स्टेडियम पनि हो, त्यसमा चाहिँ 2011 को ओडिआई वर्ल्ड कपको फाइनल इन्डियाले त्यही वानखेडे स्टेडियममै जितेको थियो हैन। त्यही स्टेडियममा हुँदैछ र अहिले चाहिँ नेपाललाई अरू बेला भन्दा धेरै ठुलो चान्स पनि छ सुपर 8 मा पुग्ने। किन भन्दा इङ्ल्यान्ड बाहेक अरू 3 टिम, इटालीले त लगभग सहजै जित्ला अनुमान हैन, अनि वेस्ट इन्डिज र बङ्गलादेश पनि केही कमजोर टिमहरू हुन्। अरू इन्डिया, अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, साउथ अफ्रिका भन्दा केही सहज टिम हुन्। मानौँ म त यो अफगानिस्तान भन्दा पनि सहज टिम मान्छु, किनभने अफगानिस्तान चाहिँ धेरै बलियो टिम भएको छ। त्यो गर्दाखेरि चाहिँ नेपाललाई चाहिँ सुपर 8 मा पुग्ने सम्भावना चाहिँ मैले प्रबल देखेको छु। पहिलो गेम जित्यो भने त लगभग 99% जान्छ हैन। पहिलो गेम कस्तो खेल्छ हैन, समग्र गेम कस्तो हुन्छ, सायद राम्रो होला हैन। तपाईहरुलाई कस्तो लाग्छ? नेपाल समूह चरणबाट पार गरेर सुपर 8 मा पुग्छ या पुग्दैन? कोसँग जित्ला, कुन सँग हार्ला हैन? आफ्नो आफ्नो अनुमान लाउनु होला। जय नेपाली क्रिकेट, जय नेपाल। धन्यवाद।